E7 भिसा मार्फत दक्षिण कोरियामा कामदार पठाउने कार्य तत्कालको लागि बन्द गरिएको छ। E7 भिसा मार्फत कोरियामा सिपयुक्त कामदार पठाउने प्रक्रिया अघि बढेको थियो, तर यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यान्वयन नगर्न निर्देशन दिएपछि सो प्रक्रिया बन्द भएको हो। सोही आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत कार्यान्वयन नगर्न भन्दै वैदेशिक रोजगार विभागलाई पत्रचार गरेको थियो। मन्त्रालय र आयोगको पत्रको आधारमा तत्कालको लागि स्थगित गरिएको विभागका अधिकारीले जनाएका छन्। श्रम मन्त्रालयले भदौ 29 गते विभागलाई पत्रचार गर्दै B2B माध्यमबाट E7 भिसा मार्फत कोरियामा सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि 2080 कार्यान्वयन नगर्न भनी निर्देशन दिएको थियो। सोही आधारमा तत्काल उक्त कार्यविधि कार्यान्वयन नहुने सूचना दिएको छ। श्रम मन्त्रालयले म्यानपावर कम्पनी मार्फत सिपयुक्त श्रमिक पठाउने गरी कार्यविधि जारी गरेको थियो। सोही आधारमा मन्त्रालयले गत असारमा कार्यविधिमा तेस्रो संशोधन गरेर कामदार पठाउने प्रक्रिया अघि बढाएको थियो। त्यसका लागि कोरिया स्थित नेपाली राजदूतावासलाई समेत सिपयुक्त कामदारको हकमा मागपत्र प्रमाणीकरण गर्न परिपत्र गरेको थियो। परिपत्र गरेको 1 महिना बितिसक्दा समेत कुनै पनि डिमान्ड नआएको दूतावासले प्रश्न पारेको थियो। म्यानपावर कम्पनी मार्फत कामदार पठाउँदा EPS मार्फत कामदार पठाउने प्रक्रिया असर पर्नेतर्फ चिन्ता व्यक्त गर्दै आइएको थियो र विभिन्न 5 लाख कमाउने भनेर हल्ला समेत भएको थियो। यही हल्लाकै बीचमा E7 भिसालाई बन्द गरिएको छ र नेपालमा हुने साथीहरूले पनि यही समाचारलाई आधार मान्दै तपाईले यदि तयारी गरिरहनु भएको छ भने तपाईलाई कुनै पनि म्यानपावरले यो कुरा भनिरहेको छ भने तपाई होशियार रहनुहोस्, किनभने E7 भिसा अहिले तत्कालको लागि बन्द गरिएको छ। कुनै पनि डिमान्ड नआइसकेपछि आधिकारिक रूपमै समाचार निकाल्दै विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभागले यो कुरालाई बन्द गरेको छ। हल्लै हल्लाको पछि नलाग्नुस्, EPS बाट आउने तयारी गर्नुस्। तपाई EPS बाट राम्रोसँग मेहनत गरेर आउनु भयो भने तपाईलाई सबैभन्दा राम्रो कम खर्च लाग्नेछ र आफ्नो मेहनतले आउन सक्नुहुनेछ है त। यो सूचनालाई एकदमै आधिकारिक मान्नुस् र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब गर्नुस्। तपाईले थप यो सम्बन्धी भिडियो पाउन सक्नुहुन्छ।